भनिहाल्नु ल यही मौका हो एक दुईवटा कुरा भनिहाल्नु भन्नु न वेलकम जाने मान्छेलाई मैले पनि त्यति बिहान खोजेको फेरि सही भनेछु क्या फोन त फेरि हाम्रो राम्रो सरको त आज जाने भनेपछि त लास्टै उसको नि फोन आएको आउँदैछु भन्नु न हो ए म यहाँ प्याकिङ गर्दैछु सामान आउँदैछु भन्नु न त दिनेशको सामान छोडिन्छ है यहाँनिर ऊ त्यहाँ त्यो सामान छोड्यो भने फेरि अमर दाइ घर गएको नगएको एउटै हुन्छ नि त्यो सामान छोड्यो भने के कसो केटा भन्छ मेरो बल कति छ हेर्नु मलाई अरे खुसी भएर होइन भन्दैछ हजुर कति केजी बल रहेछ ल 2 केजी 5 केजी तान्ने हो भोलि के बर्सी बिहान आइपुग्छ किन काटेको त्यसो त यताको नम्बर हेरेको त यता पो हेर्ने त्यसो त त्यो निकाल्दा च्यातेला नि फेरि एलबिएस हैन नि त त्यसमा बोक्ने हुँदाखेरि म त तान्दिन केही बुझेन ऐसे केटा 20 ताने थियो मैले कति 20 केजी रेकर्डै गर्नु ल ल ल 20 ताने थियो अरे म 2 मै देख्छु त नि हातले नचेल न यहाँ आयो भने त्यही 2 मा त 2 भनेको 20 हो नि यहाँ 2 कहाँ हो यहाँ यो यहाँ आएन यहाँ देखाएर तान्न त यहाँ देखिनु पर्यो ल पक्कै नम्बर देखेको छैन है नम्बर देखेको छैन नाम लेखिदिनु पर्छ नम्बर देखेकै छैन अनि नम्बर देख्नु पर्यो नि त पछि नै पछि त भयो त हात दुखेर कस्तो भइसक्यो तर 22 कि 23 तान्यो मैले कता द्वार तु क्रेसले लेख्ने कि 32 तान्नु हो त पछाडीको नम्बर 32 भनेको अगाडि आउँछ आउँछ साइड लाग्नु न यहाँ 16 तान्नु आउँदै साइड लाग्ने भिडियो बनाउँदैछु बोलेर आउँछ द्वार तु क्रेसले लेख्ने कि केटिएम लेख्ने गुड गुड च्यातिले नि झराप अरु के छ गर छिटो त्यो दिनेशको चाहिँ सामान यहाँ कता फेरि खोइ के त सामान चाहिँ अघि यहाँ हालिसक्यो होला यहाँ केटा यहाँ चुप गरेर बसेर कतिखेर मेरो सामान हाल्छ भन्दा बसिरहेको छ